युट्युब अटो प्ले भिडियो कसरी बन्द गर्ने युट्युब ओपन गर्दा आफै भिडियोहरू चल्न थाल्छ त्यसलाई कसरी बन्द गर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिलो तपाईँ युट्युब ओपन गर्नुहोस्। म युट्युब ओपन गरेँ। युट्युब ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ माथि सर्ट पनि आफै चलिरहेको छ र यहाँ तल स्क्रोल गरेर आउँछु भने त यहाँ भिडियोहरू पनि आफै यहाँ चलिरहेको छ। कुनै पनि भिडियो आफै चल्न थाल्छ। त्यसलाई बन्द गर्नको लागि तपाईँ आफ्नो युट्युबको यु अप्सनमा क्लिक गर्नुहोस्। प्रोफाइलमा यहाँ तल क्लिक गरिसकेपछि यहाँ तपाईँ सेटिङको अप्सनमा क्लिक गर्नुहोस्। माथि सेटिङको अप्सनमा क्लिक गरिसकेपछि यहाँ धेरै अप्सन आउँछ जसमध्ये जेनरलको अप्सनमा क्लिक गर्नुहोस्। सुरुमा छ जेनरलको अप्सनमा क्लिक गरिसकेपछि यहाँ पनि धेरै अप्सन आउँछ जसमध्ये प्लेब्याक इन फिड्सको अप्सनमा क्लिक गर्नुहोस्। प्लेब्याक इन फिड्सको अप्सनमा क्लिक गरिसकेपछि यहाँ अलवेजमा अन छ यसलाई अफको अप्सनमा क्लिक गर्नुहोस्। अफको अप्सनमा क्लिक गरिसकेपछि अब ब्याक गएर तपाईलाई हेराउँछु भिडियो आफै चलिरहेको छ कि छैन। यहाँ हेर्नुहोस् आफै भिडियोहरू अब चलिरहेको छैन। कुनै पनि भिडियो अब आफै चल्दैन जबसम्म हामीले क्लिक गर्दैन भने यो भिडियो आफै चल्दैन। यो तरिकाले तपाईँ पनि आफ्नो युट्युबमा यो सेटिङ गरेर आफै चलिरहेको भिडियोलाई बन्द गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेर्नको लागि धन्यवाद।